भीमेशङ्कर मन्दिर भने हैन। आज हामी गुवाहाटीको भीमाशङ्कर मन्दिरमा आएका छौँ। जङ्गलभित्र हुनुहुँदो रहेछ भगवानको मन्दिर। बडो आनन्द, कलकल खोला बगिरहेको, हरियो जङ्गल अनि धुपबातीले सजावट। म यहाँ बस्छु कि तल गएर खिच्नु ल एउटा दृश्य। मम्मी खिच्दे। म यहाँ माथि गएर अलिक तल गएर जाएर उभिनु त। तल गएर बुवाहरू जानु माथि म त देखेँ। म माथि बस्छु कि खिच्नु ल ल। बडो रमाइलो दृश्य। यो कहिले पनि पाउन नसक्ने या देख्न पाइँदैन हाम्रो ठाउँतिर। भगवान शङ्करको कृपाले हामीलाई यो आज अवसर मिलेको छ। बडा आनन्दको दृश्य। मेरा कान्छो छोरो उसले जहाँ लाग्छ त्यही लगाएको फोटो खिच्दैछ। मेरो छोराको साथमा यो मन्दिरको दर्शन गर्न पाइएको छ। आफ्ना हाम्रा दाइ पनि अरू अन्य श्रद्धालु भक्तजनहरू मजासँगले दर्शन गरेर खुसीका साथमा रमाइलो गर्दै आइराख्नु भएको छ। ल हामी जान्छौँ अब बाहिर निस्किँदैछौँ। भगवानको दर्शन गरिसकेर अब चाहिँ हामी बाहिर निस्क्यौँ। यहाँ भीमेश्वर मन्दिरको गेट मूलद्वार हो यो। यहाँ चाहिँ हाम्रा छोरा बुहारी अनि काका श्री अन्तरे काका। हजुरको पदम लाल हो नि नाम? मैले बिर्सेर नि। यो मन्दिरको दर्शन अब पहिले त गर्नुभएको थिएन काकाले, यसै पालि हो पहिलाचोटि। अनि यहाँ दर्शन गरेर कतिको खुसी लाग्यो? एकदम खुसी। मलाई त यहाँ भगवान साक्षात हुनुहुन्छ जस्तै लाग्यो। किनभने नेचुरल रूपमा कुनै बनाएको सजाएको लागेन। असली मन्दिरमा आएर दर्शन गरियो। हजुर हजुर। र म पनि आज भीमेश्वर मन्दिरको दर्शन गर्न पाउँदा धेरैभन्दा धेरै खुसी छु। अनि यसरी नै मेरो धर्मपत्नी कृतिजी अनि यहाँलाई चाहिँ आजको यस मन्दिरमा दर्शन गरेकोमा कतिको खुसी लागेको छ, कस्तो लागेको छ भनेदेखि राम्रो हुन्थ्यो। हिँडेदेखि होइन भनेदेखि राम्रो भन्नै पर्छ। भगवानको दर्शन गर्दा राम्रै लाग्छ नि। ल ठिक छ, फेरि पनि आउन पाइयोस् कि पाइयोस्, सधैँभरि भगवानको दर्शन गर्न पाइयोस्। हाम्रो दाइलाई कस्तो लाग्यो? बहुत खुसी लाग्यो। किन खुसी लाग्यो? मन्दिर त धेरैवटा दर्शन गरियो। धेरै गरियो तर एकदम नेचुरली मन्दिर हो। हजुर। यहाँको सिनारीहरूदेखि लिएर सबै थोकै मन पर्यो। जस्तो एकदम भगवानको सृष्टि एकदम भगवान यहीँ डुलिरहेका छन् जस्तो लाग्यो। हो मलाई पनि त्यस्तै लाग्यो। म यति साह्रो नेचुरल मन्दिरमा होइन नेचुरल साँच्ची नेचुरल हो यो मन्दिर देखेर जसो पनि मन खुसी हुन्छ। धेरै दिनको बादमा दाइसँग मन्दिर दर्शन गर्न पाउँदा मलाई पनि धेरै खुसी लागेको छ। धन्यवाद।